सो हे गाइज इट्स मी जेठा ब्लग एन्ड सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। आज चाहिँ हामी दुईजना चाहिँ माथि डाँडामा जाँदैछौँ अनि भ्लग चाहिँ एकदम मैले चाहिँ अब निरन्तरता दिनेछु भनेर आशा गरेको छु। अनि आज चाहिँ हामी देख्न सक्नुहुन्छ यो चाहिँ अल्ट्रा वाइडबाट हो मैले भिडियो बनाएको। अहिले चाहिँ हामी दरबाङको यता पारी छौँ अनि के कस्तो हुन्छ हेर्दै जाऊँ है त। बाटोमा सबैजनाले माया देखाइदिनु होला, सबैजनाले सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। अब चाहिँ मेरो चाहिँ छिटै नै 1K पुग्न लाग्छ, 1K पुग्न लागेको छ, त्यही भएर सबैजनाले सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। ओके लेट्स सी गाइस, बाटोमा हेर्दै जाऊँ ल। सो अहिले चाहिँ म निक्लिसकेँ घरबाट। ओ माथिसम्म अङ्कल घुमघाम ल। अहिले चाहिँ म घरबाट निक्लेँ। यस अल्ट्रा वाइडमा चाहिँ वाइड चाहिँ बडी देखाउने रहेछ। यसले चाहिँ चेक गरेको त आमा। अहिले चाहिँ हामी हिँड्दैछौँ अनि के देख्न सक्नुहुन्छ। अनि हामी चाहिँ दरबाङ बजारभित्र छौँ अहिले चाहिँ। अनि भ्लगमा के कस्तो हुन्छ यसो हेर्दै जाऊँ होइन। यो चाहिँ दरबाङ बजार हो, देख्न सक्नुहुन्छ। बेस रमाइलो छ दरबाङ बजारमा। अनि यसलाई चाहिँ देवीस्थान चोक भन्छ। यो चाहिँ तलको मेन चोक हो यो चाहिँ गाउँतिरको। यो चाहिँ तल्लो बजार। दरबाङको पुल त्यो गजब फेयर। आहा अहिले चाहिँ मैले अल्ट्रा वाइडबाट खिचेको, त्यही भएर यसको क्याप्चर के सबै गरेको छ, त्यही भएर यस्तो खतरा लाग्छ मलाई चाहिँ। अनि त्यही हो, सबैजनाले हेरिदिनु होला, माया देखाइदिनु होला। अङ्कल माथि यसो घुम्ने। अनि त्यही हो, उता म चाहिँ यता तल्लोबाट जान लाग्छु। आज चाहिँ हजुरहरूलाई दरबाङको भ्यू म देखाउँछु। सो अहिले चाहिँ म यो उकालो चढ्दैछु। यहाँ चाहिँ ठारै छ है एकदम। पावरै दिन्छ त दुईमा हो यो, मजाले तानेको त दुईमा त यार। पा दोष कटा हो। ल मेरो भ्लगमा स्वागत छ है। कहाँसम्म हो? कहाँसम्म हो? ए हो, यहाँ माथिसम्म डुल्ने क्या, त्यसै यसो भिडियो सिडियो। ल यसो सब्सक्राइब हान्नु भएको छ गरे नि। ओके थ्याङ्क यू ब्रो है। ल ल यसलाई यो चाहिँ के भन्छ र यसलाई? साङ्गो बोर्ड भन्छ यसलाई चाहिँ। हामी चाहिँ यता गल्ली गल्लीबाट हिँड्दैछौँ। ल बेस राम्रो छ। आहा नि ओ उता चाहिँ फुलबारी पर्छ। के चिसो छ र मौसम यार, खोकी नि लाखा। आम्मामा यताबाट चाहिँ निस्कोट्नी जान्छ। अहिले चाहिँ यो बाटो चाहिँ बन्द छ। अहिले चाहिँ उताबाट घुम्नु छ अहिले चाहिँ बाटो। त्यही छ यहाँको माहौल। अब हामी माथि डाँडामा गएर चाहिँ दरबाङको भ्यू हेर्छौँ है त। हाम्रो कस्तो छ दरबाङ बजार। धेरैले त हेरिसक्नु भएको छ। जो नयाँ भ्युवर्सहरूले चाहिँ दरबाङ बजार आज हेर्नुहुनेछ। अनि कहाँ कहाँबाट हेर्नुहुन्छ यसो कमेन्ट गरिदिनुहोस्। एक दुईजनाले भए पनि यस्तो खुसी लाग्छ।
यो चाहिँ 2 मा है। अब आइसक्यो हामी चाहिँ माथि डाँडामा। चिसो छ मौसम एकदम। अब चाहिँ तिहार पनि लाग्न लाग्यो, त्यही भएको कारणले आज चाहिँ 3 गते होला, भोलि 4 गते। भोलि त तिहार लाग्यो त्यो। अब हामीले चाहिँ तिहार मनाउँदैनौँ पनि हामी यो चाहिँ चिसो छ र यस्तो यार। उता चाहिँ निस्को जान्छ भने यता चाहिँ डाँडातिर हामी जान्छौँ। कस्तो हुन्छ हेर्दै जाऊँ। मान्छेहरू सम्झ्यो फेरि गएछन् यार। सो गाइज अहिले चाहिँ हामी यता माथि आइपुग्यौँ। अहिले चाहिँ हामी 2 जना मात्रै छौँ। अनि यसो बिहान चाहिँ यसो फ्रेस हुन आएको हामी चाहिँ माथि। अनि यतातिर चाहिँ जेस रमाइलो छ, यता डाँडामा चाहिँ माथि धेरै भन्नु आएको जेस आज आइयो जेस। के छ ब्रो खबर? एकदम ठिक छ। ठिक छ। आज चाहिँ जेस मामा भान्जा घुम्न आइएछ यहाँ माथि। अहिले चाहिँ हामी देख्न सक्नुहुन्छ। अनि यताबाट चाहिँ हिमाल पनि देखिन्छ, देख्न सक्नुहुन्छ हिमाल। म चाहिँ जुम गरेर देखाइदिन्छु। यो क्यामेरा चाहिँ धेरै जुम चाहिँ गर्दैन, यति हो। दरबाङ बजार देख्न सक्नुहुन्छ सर, यही हो दरबाङ बजार। यही हो दरबाङ बजार चाहिँ जेस। अनि देख्न सक्नुहुन्छ पछाडिबाट दरबाङ बजार। यो चाहिँ ड्रोन सट है भन्ने। यति हो दरबाङ बजार पछाडिको देख्न सक्नुहुन्छ। जस क्वालिटी राम्रो आयो होला सर। पछाडि ब्याकग्राउन्डमा चाहिँ दरबाङ बजार छ। अनि म चाहिँ एकदम टाढाबाट भ्लग गरेछु अहिले चाहिँ। अनि यता पछाडि चाहिँ यताबाट चाहिँ फुलबारी देखिन्छ। पछाडि फुलबारी हो यता चाहिँ। अनि जस रमाइलो छ भ्लग गर्न चाहिँ भन्ने, अझ दुःख पनि छ। अनि जस तिहारको फुलहरू यता चाहिँ फुलेको छ यताहरू। अनि उता चाहिँ थापा चोर हो यता चाहिँ। मेरो चाहिँ अब 1K पुग्न लाग्यो, जस सपोर्ट गरिदिनु होला। मेरो चाहिँ अब धेरै छैन 1K पुग्नलाई चाहिँ। यसो सबैजनाले सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। अनि 1K पुग्यो भने चाहिँ मलाई चाहिँ अझ जोस आन्छ भ्लग बनाउने चाहिँ, त्यही भन्न चाहन्छु। अनि यतातिर यसो छ दरबाङ बजार। अलि वाइड एङ्गलमा देखेछैन क्या हो। ल गाइस अब चाहिँ हामी फर्किन लाग्यौँ। अब चाहिँ हामी राइडको मजा लिउँ है त बाइकमाको। अब चाहिँ हामी 360 भ्यूबाट हामी भिडियो बनाउँदैछौँ। ल 1 2 3 गो। सो हामी चाहिँ अब जान लागेको एउटा बाइक हुँदैछ। अब यता झिन्नाहरू देख्न सक्नुहुन्छ, झिन्नाहरू हुँदैछ। हामी चाहिँ अब जानुपर्ने हुन्छ दरबाङ बजार। त्यही गाइज हामी चाहिँ अब हिँड्न लागेको। ल अब चाहिँ 360 भ्यू देख्न सक्नुहुन्छ तपाईँहरूले। लेट स्टार्ट 3 2 1 गो।
अहिले चाहिँ हामी फर्किसक्यौँ यहाँबाट चाहिँ। अनि के कस्तो हुन्छ बाटोमा हेर्दै गरौँ। अब चाहिँ म चाहिँ माथि ग्यारेजमा जान्छु। ग्यारेजमा गएर चाहिँ बाइक साइक धुन पऱ्यो। अनि बाइकहरू धोएर चाहिँ हामी फेरि घरमा जानेछौँ। अनि यो चाहिँ खोइ झाडामा झारा रहेछ नि क्या हो, यो चाहिँ दरबाङको पुल हो। अहिले चाहिँ म तल्लोबाट जान्छु। अहिले चाहिँ तल्लो बाटोको भ्यू चाहिँ तपाईँहरूले हेर्नु होला। ओहो त्यसको धुवा गइरहेको छ। ओहो बुढो बुढो ओहो ओहो बाबु यता चाहिँ चर्च हो, देख्न सक्नुहुन्छ तल चर्च छ। अहिले चाहिँ यो चाहिँ इङ्ग्लिस बोर्डिङ, तलको इङ्ग्लिस बोर्डिङ बोर्डिङ स्कुल हो। अब चाहिँ दरबाङ बजारमा छिटै नै पिस होला जस्तो छ नेपालमा आएर। अब चाहिँ यहाँ ग्यारेजमा बाइक धुम अनि हामी फेरि भेट्नेछौँ। त्यो चाहिँ हाम्रो अङ्कलको ग्यारेज हो। ल अङ्कल गुड मर्निङ अङ्कल। अनि आरामै हुनुहुन्छ? जस मेरो भ्लगमा हजुरलाई स्वागत छ है। हजुर। अनि आज चाहिँ अब बाइक धुन पर्यो अङ्कल। खानासाना खानुभयो? ल ठिक छ। अहिले चाहिँ मेरो बाइक धुँदै हुनुहुन्छ अङ्कलले। सर लगाएर वाच हुँदैछ, अच्छा धोइदिनुहुन्छ कि। अनि यो चाहिँ खतरै चलेको ग्यारेज हो। यो चाहिँ ओसन एन्ड स्नेहा मोटरसाइकल सर्भिसिङ सेन्टर हो। नम्बर यहाँ देख्न सक्नुहुन्छ, नम्बर टिप्नु होला। अनि त्यही हो, यहाँ चाहिँ केही परेमा चाहिँ उहाँलाई सम्पर्क गर्नु होला। उहाँ चाहिँ जानै पुग्नुहुन्छ जोस्। यसो फोनमा यसो बाइक बिग्रियो मेरो यही भयो भनेपछि उहाँ चाहिँ अलवेज रेडी हुनुहुन्छ जोस् है त। ल सबैजना आइदिनु होला यो ग्यारेजमा चाहिँ। सकिन्छ नि ल जाम उता हालिदिनुहुन्छ। ल अहिले चाहिँ बाइक साइक धोइसक्यो। ल है अङ्कल। अहिले चाहिँ बाइक साइक धोएर हामी अब चाहिँ घर जाँदैछौँ। यो चाहिँ उपल्लोको बजार हो। यो चाहिँ सुनसान छ त दरबाङ बजार आज। यो चाहिँ हाम्रो घर जाने बाटो। यो चाहिँ हाम्रो गल्ली। हाम्रो घर चाहिँ माथि ढलान हुँदैछ। टक्क लगाएर एकछिन घाममा सेकिन दिउँ नि बाइकलाई नि। ल सो अहिले चाहिँ म घर आइपुगेँ। अनि जस आजको भ्लग कस्तो लाग्यो यसो प्रतिक्रिया दिनु होला। आजको भ्लग चाहिँ यति नै इन गर्छु होला। अब अर्को भ्लगमा चाहिँ
फेरि भेटौँला भन्न चाहन्छु। होप सो सबैजनाले मन पारिदिनु भएको होला, सबैजनाले सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। ओके बाई बाई, सी यू नेक्स्ट ब्लग।